बौवाले केटीहरूले मात्रै राख्छ है। किन हाँस्नै मिलिरहेन क्या, हाँस्छु ल एकछिन ल। कस्तो हाँस्नै मिलिरहेन कि जम्मिरहेको कि किन यार, खै आफै जम्मिरहेको कि कस्तो यस्तो भइरहेको कि अगाडितिर हुन्छ नि यस्तो आइरहेको कि चुच्चो क्या। एउटा फुल टिप्छु ल एकछिन है, राम्रो टिप्छु है, यही टिप्छु यो टक्क टक्क। यस्तो दामी छ क्या यो फुल यार, कस्तो दामी देखेको है टक्क। यहाँ राख्दा त झनै दामी देखिन्छ होला है ला बौवाले केटीहरूले मात्रै राख्छ है, होइन केटाहरूले राख्छ। केटाकेटी बराबर सबैजना है, त्यही भएर जसले नै राख्न मिल्छ क्या, हो कि नै भन्नुहोस् त तपाईँहरू आफै, हो नि है। अनि दिउँसो चाहिँ छचमा टक्क यहाँ के टक्क बस्न सकिँदैन क्या दिउँसो चाहिँ है। अनि बेलुका चाहिँ कस्तो आनन्द आउँछ क्या, टक्क हावा चल्छ चिसो, दामी हावा चलिरहेछ। देखिन त देखेको छैन तर यस्तो चिसो सुई 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 हानिरहेछ क्या, यस्तो बवाल लगाइरहेछ क्या टक्क है। अरू जे जस्तो भयो भने फुल चाहिँ नखसोस् है, यो फुल चाहिँ खसाउनु भएन, यो फुल चाहिँ खसाउँदिनँ म है। के गर्दै हुनुहुन्छ अहिले, खाना खानुभयो थाहा छैन, खाना बनाएर खानु ल, भोकै नसुत्नु, भोकै नबस्नु, भोकै काम नगर्नु ल। अब गर्मी लागिसक्यो टक्क, अलिअलि शरीर यताउता फिजिकल गरेर शरीर बनाउनुहोस् है। टक्क चेस्टहरू टक्क यस्तरी बाहिर लिनुहोस् क्या, मेरो त हेर्नुहोस् न यस्तो भएको क्या, यस्तो टक्क यस्तो पेटभित्र लगेर टक्क यस्तरी क्या, यस्तरी आओस् क्या, हिँड्दा पनि यस्तरी हिँड्नुहोस् क्या, यस्तरी टक 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 यस्तरी हिँड्ने क्या मजा आउँछ यस्तरी हिँड्नु त टक्क टक्क। अलिक ठुलो जस्तो देखिन्छ नि त, यस्तो भयो भने अलिक ठुलो देखिन्छ नि त, यस्तो भयो भने त अलि मान्छे ठुलो मानिन्छ, यो ठुलो मानिन्छ नि त है। यस्तो भयो भने त छ्या कस्तो नराम्रो है त्यही हो, फिजिकल चाहिँ गर्नुहोस् ल गर्मीमा टक्क।